हेलो गाइस, सबैलाई स्वागत छ मेरो नयाँ भ्लगमा। आज पनि म हाइकिङ जाँदैछु। आज चाहिँ हाम्रो हाइकिङको डेस्टिनेसन भने चाहिँ ओखरेनी छ अनि यहाँ अगाडि पनि छ अनि साथीहरु पनि छ। हाम्रो टोटल 14 जना छ जाने हाइकिङ जाने मान्छेहरु चाहिँ है। अनि यो चाहिँ हाम्रो माइक्रो हो, हामीले लिन आएको। अनि अहिले चाहिँ हामी चिया खान लागिरहेको छ, बिहान हल्का यसो पेट खानु नहोस् भनेर। अनि साथीहरु चाहिँ अब रेडी हुँदैछन् रे अनि हामी चाहिँ अब एकछिनमा अब लाग्छौँ ओखरेनीतर्फ। हाम्रो चिया चाहिँ यहाँ छ है गाइस। यो चाहिँ डुनर खाने भने चिया नखाने भनेर यहाँ चाहिँ डुनर खाँदै के अरे पप र चिया खाँदैछ है दुधको। अनि उहाँ चाहिँ हाम्रो दाइ हुनुहुन्छ है, उता उभिनु भएर माइक्रो चलाउनु दाइ। अनि यहाँ चाहिँ चिया खाँदै अब 3 जना आउँदैछ। अब पिया आउँदैछ, अनिस आउँदैछ अनि बहिनी आउँदैछ मेरो। तिनीहरूलाई पर्खिँदै चिया खाँदैछौँ हामी चाहिँ। सो हामी चाहिँ जाँदैछौँ है अहिले। अब पहिला चाहिँ हामी मनेश्वरी जान्छौँ लेलेको, त्यहाँबाट 2 जना साथी लिएर अनि चापागाउँतिर लाग्छौँ फेरि अर्को साथीहरू लिन। अनि त्यसपछि ओखरेनीतिर लाग्छौँ हामी साथीहरू। अहिले चाहिँ म प्याङ्गोमा छु है। अब एउटा रेजिनालाई मात्रै कुदिरहेको छु अहिले चाहिँ, एकजना आउनु बाँकी छ अनि अरू साथीहरू चाहिँ आइसकेको छ। हाम्रो चाहिँ 14 जना जति साथी थियो आउने भने चाहिँ अहिले चाहिँ जम्मा 13 जना भएको छ। तर केही छैन, रमाइलो गर्नुपर्छ जतिजना भए पनि है। अब कुद्दैछौँ। रेजिना कतिखेर आउने हो, प्याङ्गो आउँदैछ आइसक्यो भनेको थियो, आएको चाहिँ छैन अहिलेसम्म। अनि माइक्रो चाहिँ हल्का तलसम्म गयो माइक्रो चाहिँ। अनि त्यही भएर चाहिँ अहिले नि म चाहिँ यहाँ चोकमा कुदिरहेको। साथीहरू अलिक तल पसलतिर सामानहरू किन्दैछ। सो हेर्दै गर्नु होला। सो रेजिना चाहिँ आइपुगेको छ अहिले। ल हाम्रो यहाँ केटाहरू छ, विवेक र यहाँ लालु छ हाम्रो है। भ्लग बनाइरह अहिले। यो चाहिँ हाम्रो कलेज हो है अगाडिको। अनि यहाँ चाहिँ हाम्रो साथीहरू हुनुहुन्छ, यहाँ चञ्चली, निस्मा, यहाँ है गाइजहरू। अब चाहिँ हामी फटाफट माइक्रो भन्न जाँदैछौँ। अनि माइक्रो चढेर अब सिधै हामी चाहिँ सुन्दरीजल जान्छौँ अब सिधै बस पार्कमा। अब माइक्रोमा भिडियो बनाउँछ अलिअलि, अब त्यही हो, हेर्दै गर्नु होला। माइक्रोमा आइसकेका छौँ हामी। हामी चाहिँ लाग्यौँ अब सुन्दरीजल बस पार्क जाँदैछ हामी। यहाँ पनि भ्लग चलिरहेको है। अब चाहिँ हामी जाँदैछ है गाइस। दाइ भन न यहाँ अब हामी आउँदैछ है सुन्दरीजल। वेट फर अस। यो चाहिँ सुन्दरीजल आइपुगिसक्यो गाइस है। यस्तो छ है गाइस सुन्दरीजलमा चाहिँ हामी चाहिँ भित्र जाँदैछौँ। गाइसहरू यता छन् है सबैजना। हामीसँग छ हाम्रो बनाना, अहिले खान्छ बनाना। यस्तो छ है हाम्रो यहाँ स्टार्टिङ पोइन्ट चाहिँ। यहाँ लालिपप खाँदैछ हाम्रो हिरोले। टिकट काट्नु ठाउँनिर आइपुगिसकेको छौँ गाइस है। यहाँको लोकेसन चाहिँ खतरा छ स्टार्टिङदेखि नै। अनि हाम्रो चाहिँ यहाँ टिमहरू चाहिँ हिँड्दैछ। ल गाइस झरना आइपुग्यो हामी चाहिँ यहाँ बवालको। यो चाहिँ हाम्रो फर्स्ट झरना हो सुन्दरीजल आउँदाखेरिको। यस्तो खतरा छ है, हेर्न सक्नुहुन्छ। पारा हारेको आज। झरनाको सिनहरू पनि खतरै छ गाई चाहिँ। मैले तल चाहिँ अघि नदेखिरहेको थिएँ, त्यो चाहिँ खतरा छ माथिबाट है। सो गाइज हामी चाहिँ अहिले सुन्दरीमा यहाँ आइपुगेका छौँ है मन्दिर। यहाँ चाहिँ अहिले खतरै बनाउनु भएको रहेछ, जस राम्रो काम भइरहेको रहेछ यता पनि है। यस्तो पानी पऱ्यो भने बस्ने ठाउँ रहेछ। अनि यहाँ तल चाहिँ मन्दिर हो। पहिलाचोटि आउँदाखेरि चाहिँ यस्तो बस्ने ठाउँ चाहिँ थिएन पार्टी जस्तो, अहिले चाहिँ बवाल छ है। हामी चाहिँ अहिले सुन्दरी माईमा छौँ है यहाँ मन्दिरमा। यहाँ चाहिँ हाम्रो हिरोइनहरू हुनुहुन्छ, फेरि पनि देखाइहालेँ। अनि यहाँ चाहिँ झरना पुरै खतरै पानी गइरहेको है। पानी आइरहेको यो खुल्यो कि
मैले सानो थियो हामी चाहिँ हिँड्दैछौँ है। अहिले चाहिँ आएर उकालो चढेपछि सम्मबाट आयो है गाइस। अहिले चाहिँ सजिलो भएर हिँड्नलाई। अनि यता चाहिँ हाम्रो साथीहरू पनि छ है, हिँडिरहेको यसरी टक्क लाएर। हालिखरी बहिनीको ब्याग चाहिँ हाम्रो साथीहरूले बोकिदिनु भएको छ। झुम झुम यस्तरी बनाउनु यस्तरी गरेर दिदी त म बनाउँछु। कस्तो हुँदैछ? बबाल भइरह तर हिँड्नलाई चाहिँ गाह्रो भइरह। जुत्ता अर्को बहिनी देखिरहेछ। तिमी त धेरै नै बोल्दैन रहेछौ। म मात्रै हो कि प्यार प्यार बोल्ने। बल्ल बल्ल यहाँ आइपुग्यो। पादर छ कस्तो राम्रो है। वाउ मेरो ब्यागबाट मास दिनु त्यो उयो ब्राउनवाला क्या। नरो बाबु नरो, रुनु हुँदैन। कालो आयो त तिमी त। म कालै मान्छे हो। कालो होइन तिमी कालो मान्छे। हेर्दै डर लाग्छ। उता खेल भिडियो क्यामेरामैन चल रहा है वीडियो। रोनक कैमरामैन। हाम्रो भाइहरू चाहिँ आगो ताप्दैछन्। बालेको आगो निभाइसक्यो भाइहरूले। हामी चाहिँ अब खाजा खान लगाइरहेछौँ गाइस है। फरक फरक चाहिँ त्यहाँ फोटो सुट हुँदैछ। चटपटी बनाउँदैछ। त्यो मायाहरू कहाँ गयो यार? बिर्को लगाइदियो अहिले। अब पछि खाने के अरे सो गाइज हामी चाहिँ अब यहाँबाट लाग्नेछौँ है। अब हामी ओख्रेनीको पोखरीमा जान्छौँ, झरनामा। अनि मस्तले केटाहरू चाहिँ पौडी खेल्छ, म चाहिँ हेर्छु। हामी चाहिँ अहिले ओख्रेनी झरना जाँदैछौँ है। बाटो चाहिँ डेन्जर छ यहाँ पनि, उकालो। हामी चाहिँ वहाँदेखि हिँड्दै आइरह हो अहिले चाहिँ। हामी चाहिँ यहाँ झरनामा आइपुग्यो तर सन्दर जानु होइन। पौडी खेल्न घुम्ने गएको तर यो चाहिँ मान्छे त्यति धेरै छ। हामी चाहिँ अहिले पाङसाम ओख्रेनी झरना जाँदैछौँ है गाइस। पर माथिबाट पनि जानु मिल्छ रहेछ, दुइटै बाटो छ। साथीहरूलाई 5-5 मिटर भन्दै हिँडाइरहेको छु है। तर आज चाहिँ मजाले हिँडेको छ मेरो साथीहरू। पहिलाको हाइकिङहरू भन्दा चाहिँ होइन, रिसाएको नै छैनन् त्यसो साथीहरू। रमाइलो लागिरहेछ। सो गाइस हामी चाहिँ आइपुगिसकेका छौँ है। धेरै हिँडाइपछिको यो फल भनेर चाहिँ यस्तो हुन्छ हेर्ने हो। यस्तो बबाल आइपुगेका छौँ हामी ठाउँमा चाहिँ है। यहाँ चाहिँ बबाल एकदम बबाल छ है। सुरु भइदियो। यस्तो बवाल छ है गाइस ठाउँ चाहिँ।
बवाल छ है गाइस ल हेर्न सक्नुहुन्छ है हामी चाहिँ खतरा भएर झर्ना बवाल है एकदम बवाल झर्ना चाहिँ ल ल है गाइस ल हाम्रो चाहिँ मजा भइरहेको गाइस यहाँ चाहिँ पुरै पानी खेलिरहेको छन् केटाकेटीहरूले चाहिँ त्यस्तो मान्छे रहेछ नि है यहाँको भ्यू चाहिँ यस्तो छ है गाइस खतरा बवाल है झर्ना चाहिँ खतरा छ सो गाइस हामी चाहिँ अब उफ्रेनी झर्नाबाट चाहिँ झर्दैछौँ अब घरतिर लाग्दैछौँ सो आजलाई भिडियो चाहिँ मैले यहीँ अब अन्त्य गर्दैछु अब हामी चाहिँ तल झन्डै म्याक्सिमम् 3 घन्टा वा बढी पनि लाग्न सक्छ है त्यही भएर चाहिँ आजको लागि यति अनि भ्लगहरू हेर्दै गर्नु होला लाइक कमेन्ट सेयर पनि गरिदिनु होला साथीहरू है सपोर्ट पनि गरिदिइराख्नु होला यस्तै भ्लगहरू पनि आउँदै गर्छ अब दिनदिनै भन्दा नि अब यसो अब राम्रो दिनहरू अलि काहीँ घुम्न जाँदा अनि केही एडभेन्चरहरू गर्दाखेरि चाहिँ म भ्लगहरू ल्याइरहन्छु सो हेरिदिनु होला है ल आजको लागि यति है त गाइस